नमस्कार। म हौ ज्योतिषी कल्की पोखरेल। यहाँलाई मेरो कल्की पोखरेल युट्युब च्यानलमा हार्दिक स्वागत छ। त्यस्तो एउटा भाग्यशाली राशि छ जुन राशिको लागि धनलक्ष्मी योग बनिँदैछ। धन सम्पत्तिको अपार कृपाहरू त्यस्तो खालको राशिलाई प्राप्त हुँदैछ जुन राशिको लागि जुन गुप्त पाकाका विद्याहरू पनि प्राप्त हुँदैछन्। वैदेशिक सम्बन्धीको महत्त्वपूर्ण पाकाको सफलताहरूको ढोकाहरू यहाँको लागि खोलिनेवाला छ। जीवनमा तपाईँले लामो समयदेखि प्राप्त नगरेका अनेकौं प्रकारका सफलताहरू केवल तपाईँले प्राप्त गर्दै गर्नुहुनेछ। तपाईँको लागि यो महिना विशेषतः व्यापार, बिजनेस, होटल लाइन सम्बन्धी, आइटी सेक्टर, इभन यस्तै कुराहरूको महत्त्वपूर्ण प्रकारको विषयवस्तुमा तपाईँले सफलता प्राप्त गर्दै गर्नुहुनेछ। चाहे तपाईँ विदेशमा होस्, चाहे तपाईँ स्वदेशमा होस्, तपाईँको लागि भाग्यले साथ दिन सक्ने योग त्यस्तो खालको पावरफुल राशि हो। कालपुरुषको 8औं राशि वृश्चिक राशि। वृश्चिक राशि भएका प्रिय महानुभावहरू तपाईँको लागि अपार सफलताहरू लिएर 2083 सालको वैशाख महिना आएको छ। वैशाख महिनामा यहाँले के कस्तो योगहरू तपाईँलाई बनिरहेको उपस्थिति छ त? तपाईँको लागि वैशाख महिनामा शत्रु हन्त नामक राजयोग पनि यहाँको लागि जीवनमा प्राप्त रहँदैछ। त्यसैले तपाईँ यो हाम्रो च्यानलको लागि पहिलोपल्ट हेर्दै गर्नुहुन्छ। यो भिडियोको लागि अहिलेसम्म सब्सक्राइब गर्नु भएन भने प्लिज सब्सक्राइब गरिदिनु होला। सँगै रहिरहेको बेल आइकनमा दबाई अलमा क्लिक गर्न भने नभुल्नु होला। प्लिज भिडियोमा एक लाइकको पनि टार्गेट छ भन्दै यहाँको माझबाट कार्यक्रमको दैलो उगार्न चाहन्छु। जति पनि तपाईँ वृश्चिक राशि भएका प्रिय महानुभावहरू तपाईँको लागि वैशाख महिना चमत्कारी परिवर्तनहरू तपाईँ वृश्चिक राशिले पाउँदै गर्नुहुनेछ। वृश्चिक राशि भनेको कस्तो खालको राशि हो त? जति पनि तपाईँ वृश्चिक राशि भएका प्रिय महानुभावहरू तपाईँको यसले प्रतिनिधित्व गर्ने भनेको तपाईँको लागि मङ्गल ग्रहले हो। यो भनेको तपाईँ वृश्चिक राशि हो। जति पनि वृश्चिक राशि हुनुहुन्छ तपाईँको राशिको स्वामी भनेको मङ्गल ग्रह हो। मङ्गल ग्रह स्वाभाविक रूपबाट हेर्नु पर्दाखेरि साहस, हौसला, होइन, आत्मबल, अलिकति निडर, त्यस्तो खालको एउटा प्रतिनिधित्व गर्न सक्ने राशि नै वृश्चिक राशि हो। र फेरि वृश्चिक राशिको लागि राशिको सिम्बलिक रूपबाट हेर्नु पर्दा बिच्छी अर्थात् एकदमै त्यो खराब प्रकारको जुन एउटा जीव किरा त्यस्तो खालको योगलाई प्रतिनिधित्व गर्छ वृश्चिक राशिले। जुन एउटा आफ्नै प्रकारको एउटा प्राकृतिक जीवनमा रमाउन चाहन्छ र जुन प्राकृतिक जीवनमा उसलाई जब खैदल पर्न आउन सक्छ तब उसले डस्न सक्छ अथवा प्रहार गर्न सक्छ। हो, वृश्चिक राशि भएका महानुभावहरू तपाईँको जीवन पनि सिधै त्यही हो। कस्तो योग हो त भन्दा सायद तपाईँ आफ्नै ढङ्गबाट अविच्छिन्न तरिकाले अगाडि बढ्नुहुनेछ। तपाईँको राशिको स्वामी मङ्गल ग्रह भएको हुनाले र राशिको सिम्बलिक रूप वृश्चिक भएको हुनाले कस्तो खालको अन्यनासिक सम्बन्ध छ त तपाईँको लागि? सबैभन्दा महत्त्वपूर्ण बुझ्नुपर्ने कुरा त यही छ। तपाईँको लागि मेन जड विषयवस्तुहरू छ नि। मङ्गल ग्रहले अलिकति एग्रेसिभ, अलिकति खालकोपनहरू यसले लिन्छ भने वृश्चिकमा पनि त्यो बिच्छीमा पनि त्यो खालको प्रतिनिधिहरू हुन्छन्। जस्तो प्रकृतिले दिएका विषयवस्तुहरूबाट अगाडि बढ्दै जान्छन्। जहाँ त्यहाँ कृत्रिम कुनै एउटा मानवीय तत्त्वहरू कुनै विषयवस्तु जब आक्रमण गर्न आयो भने उसले आफ्नो जुन एउटा हतियार, आफ्नो जुन एउटा फडा फैलाएर जब त्यहाँ एट्याक गर्न सक्छ, हो तपाईँको लागि त्यही नै रहन्छ। भनेको तपाईँ सकभर त्यस्तो आफ्नै तरिकाले अगाडि बढ्ने हो र कुनै कसैले त्यस्तो खालको देखलहरू तपाईँको लागि अलिक तपाईँमा किन भन्दा राशिको स्वामी नै मङ्गल ग्रह भएको हुनाले तपाईँ अलिक थोरै अहङ्कार छ, ईर्ष्या छ, होइन, त्यो खालको प्रतिनिधित्वहरू तपाईँमा छ, होइन। यो अर्काको देखासिकी लोभ, अलिकति खालको त्यो पापीय मनोवृत्तिहरू तपाईँमा रहने गर्दछ। जुन खालको योगले गर्दाखेरि तपाईँमा अलिकति यसले एग्रेसिभपनहरूमा पैदा गर्न सक्छ। यो कुरो सबभन्दा महत्त्वपूर्ण रहने गर्दछ। तपाईँ एकदम धेरै चलाखमा पनि तपाईँ धेरै चलाखमा पर्नुहुनेछ। तपाईँको लागि यहाँको लागि हेर्नुपर्दा यो महिना के छ त भन्दा लग्नको स्वामी अर्थात्
तपाईँको राशिको स्वामी पञ्चम स्थानमा रहेर यात्रा गर्दैछन्। पञ्चम अष्टम स्थानमा रहेर यात्रा गर्नु भनेको तपाईँको लागि स्थान परिवर्तनको योग छ। तपाईँको लागि लग्नको स्वामी शनि ग्रहसँग विराजमान रहँदै गर्दा तपाईँलाई रिसहरू स्वतः रूपबाट उठ्न सक्ने खालको योगहरू बनिरहन सक्छ। किन तपाईँमा त्यो एग्रेसिभपनहरू हुन्छ नि, त्यो पनहरूले हर हमेसा तपाईँलाई पार्न सक्छ। तर पनि यी कुराहरू भनिरहँदाखेरि तपाईँलाई सातौँ स्थान भनेको लक्ष्मीसँग व्यापार बिजनेससँग जोडिएको स्थान हो, जुन सातौँ घर, जुन त्यस्तो एउटा भाग्यमानीले पाउँछ शुक्र ग्रहको योग, शुक्र ग्रहको फल। र शुक्र ग्रह सातौँ स्थानमा रहेर स्वगृह भएर आफ्नै घरमा जुन बसेर यात्रा गर्दै गर्दाखेरि वैशाख महिनामा तपाईँ जति पनि तपाईँ वृश्चिक राशि हुनुहुन्छ, वृश्चिक राशि भएका प्रिय महानुभावहरू, तपाईँले त एउटा कुरो त धन सम्पत्ति र धनलक्ष्मीको योगको विशेष कृपा र आशीर्वाद तपाईँले प्राप्त गर्दै गर्नुहुनेछ। किन सातौँ स्थान त यहाँको लागि हेर्नुपर्दा लक्ष्मीकै घर हो, जहाँ व्यापार बिजनेसको कुराहरू हेरिन्छ, जहाँ तपाईँको लागि गएर दाम्पत्य जीवनसँग सम्बन्धित कुराहरू हेरिन्छ। दाम्पत्य जीवनको स्थानमा शुक्र ग्रह भइरहेको हुनाले शुक्र ग्रहको प्रभावले गर्दाखेरि तपाईँको जीवनसाथी वा जीवनसङ्गिनी चाहिँ अलिकति फुर्मास खर्च गर्न सक्ने योग, अलिकति एकदमै एक्टिभ रहन सक्ने योग, अलिक लग्जरियस तरिकाले जिउन सक्ने खालको योगहरू, त्यस्तो खालको विषयवस्तुलाई यसले प्रतिनिधित्व गर्छ। तपाईँ जति पनि तपाईँ वृश्चिक राशि हुनुहुन्छ, वृश्चिक राशि भएका प्रिय महानुभावहरू, तपाईँको लागि यो सातौँ स्थानमा बसेको शुक्र ग्रहले, शुक्र ग्रह भनेको कलियुगको सबसे महत्त्वपूर्ण राजा पनि हो। जसको लागि शुक्र ग्रह पर्छ त्यो मान्छेको लागि कमाइको रेसियो बढ्दै जान्छ र भाग्यले पनि साथ दिन सक्छ। त्यो भएर यो महिनामा तपाईँको लागि हेर्नु पर्दाखेरि यो महिनाको वैदेशिक सम्बन्धीको यात्रा पनि पुरा हुने, विदेशतिर तपाईँ यदि प्रयास गर्दै गर्नुहुन्छ, लामो समयदेखि तपाईँ अभ्यासमा रहनुहुन्छ भने यहाँको लागि वैदेशिक सम्बन्धीको महत्त्वमा भएका ढोकाहरू खोलिन सक्ने योगमा तपाईँ वृश्चिक राशि भएका महानुभावहरू तपाईँ पर्दै गर्नुहुनेछ। त्यसैले यहाँको लागि अरू के सफलताहरू तपाईँले पाउनुहुनेछ भन्दा तपाईँको लागि यसले विदेश सम्बन्धीको कुरा त तपाईँलाई पुरा भयो। तर विदेशमै रहनुहुन्छ भने तपाईँलाई पिआरको विषयवस्तु कस्तो छ त भन्दा पिआरको स्थान हेर्दा कर्म स्थानबाट हेरिन्छ, तपाईँलाई गएर 10औँ स्थानबाट हेरिन्छ, तपाईँ कुन ठाउँमा गएर सेटलमेन्ट गर्ने भन्ने स्थान हो, जुन स्थानको मालिक सूर्य ग्रह हो र सूर्य ग्रह परम उच्च भएर चाहिँ शत्रुको घरमा गएर बसिरहेका छन्। शत्रुमाथि विजय प्राप्त गर्ने हो भनेको तपाईँलाई पिआरको सम्भावनाहरू भने मिल्न सक्ने चान्सेसहरू एकदम धेरैभन्दा धेरै गएको बढिरहेको छ। किन यहाँ चान्सको कुरा गर्नु भएको छ भन्ने लाग्न सक्छ हो। ज्योतिष भने तपाईँको लागि त्यो सम्भावना र त्यो विषयवस्तुलाई प्रतिनिधित्व गर्न सक्ने स्थानहरू हुन्। तपाईँको लागि कुनै पनि विषयवस्तुको संसारमा कुनै पनि विषयवस्तु 100% भन्ने हुन्न। त्यसै गरेर तपाईँलाई गएर वैदेशिक सम्बन्धीमा तपाईँ रहनु भएको छ र तपाईँले यदि पिआरका विषयवस्तुले तपाईँले अभ्यास गर्दै गर्नुभएको छ भने अवश्य पनि तपाईँलाई पिआरको योगहरू मिल्न सक्ने चान्सेस भने हर हमेसा बनिरहेको छ। शत्रुलाई परास्त गरेर तपाईँले विजय प्राप्त गर्ने हो, शत्रुलाई पछि पारेर तपाईँ सफलताको सिन्दुर रङ्गिन सक्ने योग तपाईँलाई बनिरहेको छ तपाईँ वृश्चिक राशि भएका महानुभावहरूको लागि। त्यसैले तपाईँको लागि यहाँको लागि हेर्नुपर्दा प्रेम प्रसङ्गमा पनि केही राम्रै प्रकारको झुकावहरू साथ सपोर्टहरू दिनेवाला छन्। तर शङ्का उपशङ्काका वातावरणले सामान्य ज्वरोहरू तपाईँको लागि अवश्य पनि गाडिनेवाला छन्। जुन खालको विषय छ तपाईँले संयमतापूर्ण अपनाएर अगाडि बढिदिनु होला। तपाईँको लग्नको कारक ग्रह मङ्गल ग्रह र शनि ग्रह एक साथ गएर पञ्चम स्थानमा आएर बस्नुले भनेको तपाईँको आफ्नो एउटा स्वास्थ्य सम्बन्धी वा पेट सम्बन्धी कुरामा तपाईँले ध्यान दिनु होला। प्रिय तपाईँ वृश्चिक राशि भएका महानुभावहरू, तपाईँको पञ्चम स्थानमा शनि ग्रह र चौथो स्थानमा राहु ग्रह रहनुले भनेको यो स्थानमा यो दुईटा पाप ग्रहहरू अलिक केही लामो समय रहन सक्ने योग हो। त्यो कारण गरेर तपाईँको लागि गएर स्वास्थ्य सम्बन्धीका समस्याहरू जरुर पैदा हुन सक्ने योगहरू यहाँलाई बनिरहेको छ। त्यसैले गर्दाखेरि विभिन्न प्रकारका स्वास्थ्य सम्बन्धीका समस्याहरू आउन सक्छन्, जहाँ अपरेसनहरू कतिपय कुराहरू नसाजन्य चिजहरू होइन, यहाँलाई गएर ग्यास्ट्रिकका कुराहरू, यहाँलाई गएर पेट सम्बन्धीका कुनै समस्याका योगहरू तपाईँलाई पर्न सक्ने योग छ। सन्तानको नाममा भने अलिकति केही बढी धन खर्चका योगहरू बन्दै आउन सक्छ। यहाँको लागि चौथो स्थानमा राहु ग्रह भएको हुनाले माताको स्वास्थ्यमा पनि बार समस्याहरू आइरहन सक्ने योगहरू तपाईँलाई बनिरहेको छ। तपाईँ जुन ठाउँमा बस्नुहुन्छ तपाईँको लागि त्यो ठाउँमा केही न केही समयमा तपाईँले
तर्साउन सक्ने योग, झस्किन सक्ने योग, कतिपय कुराहरू हुन्छ नि, यस्तो खालका परिस्थितिहरू सायद तपाईँ वृश्चिक राशिको लागि अवश्य पनि रहनेवाला छ। वृश्चिक राशि भएका प्रिय महानुभावहरू, चतुर्थ स्थानको राहु ग्रहले तपाईँको लागि पारिवारिक रूपबाट थोरै कोलाहल, थोरै गरेर समस्याका योगहरू, यस्ता खालको परिस्थितिहरू तपाईँलाई अवश्य पनि यसले पार्न सक्ने खालको योगहरू बनिरहेको छ। त्यसैले वृश्चिक राशि भएका महानुभावहरू, चौथो स्थान त तपाईँको समाजसँग पनि जोडिएको स्थान हो। समाजमा तपाईँले कतिको प्रकारको काम गर्नुहुनेछ, तर तपाईँको लागि समाजले पनि तपाईँलाई गएर त्यति धेरै तरिकाले, उत्कृष्ट तरिकाले, अलि स्वच्छ सफा हृदयको तरिकाले तपाईँलाई हेर्नेवाला छैन। किन भन्दा समाजको घरमा पनि राहु ग्रह छ। त्यसैले मनमै तपाईँको एउटा त्यो बेचैन हुनसक्छ। त्यो कुरामा तपाईँले ख्याल गर्नुपर्ने कुराहरू छ। भने सन्तानको नाममा धन खर्चको रहन सक्छ। भने मङ्गल ग्रह र शनि ग्रह आपसमा एकसाथ गरेर बस्नुले भनेको विस्फोट योगहरू बन्दैछन्। त्यसैले गर्दाखेरि तपाईँमा केही कुराहरूको विस्फोटहरू पैदा हुनसक्छ। तपाईँले विचारहरूको कतिपय विषयत्वमा अनावश्यक प्रकारका त्यो जड विचारहरू, पुरातन सोचहरू, त्यो एउटा चिचोपनहरू, त्यो कुविचारहरू तपाईँले लिइरहनु भएको हुनसक्छ, जुन कुरा गर्दा तपाईँको लागि आफ्नै लागि घातक पर्न सक्छ। त्यसैले आफूभन्दा साना मान्छेहरू त्यही कारणले तपाईँसँग टाढिनु परेको परिस्थिति छ। तपाईँको विगतको लाइफको एउटा जुन सिनारीको वातावरण हुन्छ नि, त्यो विषयवस्तु तपाईँले आफ्नो एउटा यात्राका रूपरेखाहरू आफै तपाईँले गएर कुल्चिरहनु भएको परिस्थिति सायद तपाईँ वृश्चिक राशि भएका महानुभावहरूको लागि रहनेवाला छ। त्यसैले तपाईँको लागि अरू के कस्तो खालकोहरू बनिँदैवाला छन् त भन्दा, मङ्गल ग्रह एउटा साहस हो, हौसला हो। आइटी सम्बन्धी सेक्टर र इन्जिनियरिङ सेक्टरमा तपाईँको लागि अपार कृपाहरू तपाईँको लागि यहाँलाई बनिँदैछ। तपाईँलाई गएर यहाँको लागि विभिन्न प्रकारका होटल लाइन सम्बन्धीको कुरामा त यसै राम्रो छ। आइटी सेक्टर यसै नै राम्रो छ। ट्राभलहरू सेक्टर तपाईँलाई यसै नै राम्रो छ। फलाम जान्ने चिजहरू, कतिपय विषयहरू तपाईँलाई गएर राम्रै खालको परिस्थिति तपाईँलाई अवश्य पनि बन्नेवाला छ। त्यसैले तपाईँ वृश्चिक राशि भएका प्रिय महानुभावहरू, यहाँको लागि अष्टम स्थानमा, यहाँलाई धनस्थानको मालिक अष्टम स्थानमा छ। आफ्नै घरमा पूर्णसँगको 7औं ग्रहको दृष्टि रहनुले भनेको धन सम्पत्ति कृपा तपाईँमा रहनेवाला छ। किनभने धन सम्पत्ति स्रोतहरूबाट तपाईँले कमाउन सक्ने योग छ। तर यहाँलाई गएर आय स्थानको मालिक यहाँ 6औं स्थानमा बस्दैछ। फाइनेन्सियल हिसाबले पनि तपाईँलाई कुनै तरिकाले वैशाख महिनाको तेस्रो हप्ताबाट उता भने केही सपोर्टहरू मिल्न सक्छ। तपाईँलाई गएर केही कुराहरू हुन्छ नि, गुप्त प्रकारका धनहरू अथवा अप्रत्यक्ष तरिकाले लाभहरूको सङ्केत पनि तपाईँ वृश्चिक राशिको लागि रहन सक्ने योग बनिरहेको कुराहरू अवश्य पनि छ। त्यसैले यहाँको लागि यो परिस्थितिमा तपाईँ आफन्त, नातागोता, इष्टमित्रहरूबाट तपाईँ अलिकति फरक बाटोमा हिँड्न खोजिरहेको जस्तो आवाज तपाईँले पाउनुहुनेछ। तब त्यो आफ्नो एउटा बाटोलाई, आफ्नो ट्र्याकलाई, आफ्नै एउटा जुन एउटा जीवनको गन्तव्यमा हिँड्ने प्रयास गर्नु होला। आफूले गरेको काम कार्यले अरूलाई पनि असर गर्न सक्छ कि भन्ने कुराले तपाईँले मिहिन ढङ्गबाट सोचेर अगाडि बढिदिनु होला। यो विशेष अपिल र अनुरोध गर्न चाहन्छु वृश्चिक राशि भएका प्रिय महानुभावहरू। तपाईँको लागि तेस्रो स्थानबाट पराक्रम हेरिन्छ, जुन स्थान सन्तान स्थानमा गएर बसेको छ। सन्तान सम्बन्धी प्लानिङ गरिरहनु भएका महानुभावलाई थोरै तपाईँको लागि यसले प्लानिङ गरिरहनु भएको महानुभावलाई त घर थोरै विलम्बताको योग छ। भइसकेका महानुभावहरूलाई, सन्तान भइसकेका महानुभावलाई केही खर्चको योगहरू बनिदिन सक्छन्। आफ्नै प्रकारको जुन जीवनको एउटा त अलिकति दिगदार, बोरिङ अनुभूति पनि तपाईँलाई रहन सक्छ। त्यसै गरी शत्रुमाथि पनि तपाईँले विजय प्राप्त गर्न सक्ने योग छ। व्यापार त तपाईँले यसै राम्रो गर्नुहुनेछ नि हो। तपाईँलाई गुप्त विद्याहरू, तन्त्र, ज्योतिष होइन, अथवा तपाईँलाई यस्तो कतिपय कुराहरू, साधनाहरू, यी विविध प्रकारको कर्महरूले तपाईँलाई गएर सपोर्ट दिन सक्ने योग तपाईँ वृश्चिक राशिको लागि बनिरहेको छ। त्यसैले वृश्चिक राशि भएका प्रिय महानुभावहरू, 10औं घरबाट हेर्नुपर्दा यहाँको लागि केतु ग्रह छ। जुन स्थानमा यहाँ गएर केतु ग्रहले भनेको डिट्याचमेन्ट बनाउने हो। तपाईँ जुन फिल्डमा रहनुहुन्छ त्यो फिल्डभन्दा फरक फिल्डमा तपाईँ अगाडि बढिरहनु भएको छ। आफूले गरेको कर्महरूभन्दा अर्को फिल्डको पनि एउटा नयाँ कर्मको लाइनमा तपाईँ हात हालिरहनु भएको छ। तपाईँले एउटा जुन स्थानमा कर्म गर्नुभएको छ, नयाँ कर्मको एउटा थालनी गर्नुभएको छ। जुन कर्मले थालनी गर्दै गर्दाखेरि तपाईँ गएर कतिपय अदृश्य चिजहरू, जहाँ गएर भगवान् अथवा कतिपय कुराहरू हुन्छ नि, त्यस्तो खालको विषयहरूलाई तपाईँले प्राथमिकतामा राख्न सक्ने योगहरू तपाईँ वृश्चिक राशिको लागि बनिरहेको छ। त्यसैले वृश्चिक राशि भएका प्रिय महानुभावहरू, यहाँको लागि वैशाख महिना तपाईँको लागि धेरै रोचक परिस्थितिहरू बनेको परिस्थिति छ। त्यसैले तपाईँ यदि सेना, प्रहरी, आर्मीसँग सम्बन्धित सेक्टरमा लाग्नुहुने महानुभावलाई राम्रो परिस्थिति छ। र यहाँको लागि
यो महिना तपाईको लागि कुन कुन दिनहरू बढी शुभ छन् त? नक्षत्रबाट त्यस्तो विज्ञान हो, नक्षत्रले तपाईको लागि यो दिन शुभ यो दिन अशुभ भन्ने कुराहरू पूर्व निर्धारित फिक्स छ। यदि तपाईँ कुनै पनि काम कार्य गर्दै गर्नुहुन्छ भने, जस्तो यहाँलाई म उदाहरण दिन चाहन्छु, तपाईँ लामो दूरीको यात्रा गर्दै गर्नुहुनेछ वा कुनै पनि नयाँ कामहरू थाल्ने गर्दै गर्नुहुन्छ, कुनै तपाईँ सिक्न गर्दै गर्नुहुन्छ हैन, कोही सरसापटहरू गर्दै गर्नुहुन्छ भने तपाईको लागि शुभ दिन पारेर गर्नुस्। र तपाईको लागि वृश्चिक राशि भएका महानुभावहरू तपाईको विशाखा नक्षत्रको चौथो चरणको पाउ र तपाईँको राशिको नाम तोबाट आउँछ भने तपाईँको राशि वृश्चिक हुन्छ। तपाईँलाई वैशाख महिनाका शुभ दिनहरू यस प्रकार छन्। शुभ दिनहरूमा तपाईँले गरेका कामहरू सबैभन्दा सफल रहन्छन्। शुभ दिनहरू 1 गते शुभ, 2 गते, 4 गते, 6 गते, 8 गते, 9 गते, 10 गते, 11 गते, 13 गते, 15 गते, 17 गते, 18 गते, 19 गते, 20 गते, 22 गते, 24 गते, 26 गते, 27 गते, 28 गते, 29 गते, त्यसैगरी 31 गते सबैभन्दा बढी शुभ दिन छन्। त्यसैगरी तपाईँलाई अशुभ दिन भने यस प्रकार छ: 3 गते अशुभ, 5 गते अशुभ, 7 गते अशुभ, 12 गते अशुभ, 14 गते अशुभ, 16 गते अशुभ, 21 गते अशुभ, 23 गते अशुभ, 25 गते अशुभ, 30 गते पनि तपाईँलाई अशुभ दिनहरू रहिरहेको छ। त्यसैले वृश्चिक राशि भएका प्रिय महानुभावहरू तपाईँको राशिको नाम चाहिँ अनुराधा नक्षत्रको ना, ने, नु, नेबाट आउँछ भने तपाईँको लागि वैशाख महिनाका सबैभन्दा बढी शुभ दिन यस प्रकार छन्: 1 गते शुभ, 2 गते शुभ, 3 गते शुभ, 5 गते, 7 गते, 9 गते, 10 गते, 11 गते, 12 गते, 14 गते, 16 गते, 18 गते, 19 गते, 20 गते, 21 गते, 23 गते, 25 गते, 27 गते, 28 गते, 29 गते, 30 गते सबैभन्दा बढी शुभ दिन छन्। त्यसैगरी अशुभ दिन भने यस प्रकार छन्: 4 गते अशुभ, 6 गते अशुभ, 8 गते अशुभ, 13 गते अशुभ, 15 गते अशुभ, 17 गते अशुभ, 22 गते अशुभ, 24 गते अशुभ, 26 गते अशुभ, 31 गते पनि अशुभ दिनहरू तपाईँको लागि रहिरहेको छ। त्यसैगरी तपाईँ वृश्चिक राशिको लागि ज्येष्ठ नक्षत्रबाट तपाईँको राशिको नाम आउँछ, नो, या, इ, युबाट तपाईँको राशिको नाम आउँछ भने तपाईँको लागि वैशाख महिनाका सबैभन्दा शुभ दिन यस प्रकार छन्: 1 गते शुभ, 2 गते, 3 गते, 4 गते, 6 गते, 8 गते, 10 गते, 11 गते, 12 गते, 13 गते, 15 गते, 17 गते, 19 गते, 20 गते, 21 गते, 22 गते, 24 गते, 26 गते, 28 गते, 29 गते, 30 गते, 31 गते सबैभन्दा बढी शुभ दिन छ। त्यसैगरी तपाईँलाई अशुभ दिन भने यस प्रकार छन्: 5 गते अशुभ, 7 गते अशुभ, 9 गते अशुभ, 14 गते अशुभ, 16 गते अशुभ, 18 गते अशुभ, 23 गते अशुभ, 25 गते अशुभ र 27 गते अशुभ दिनहरू तपाईँको लागि रहिरहेको छ। तपाईँको आफ्नो जन्म पत्रिकामा चिना टिप्पणहरू कस्तो योगहरू छ अथवा तपाईँको लग्न कस्तो छ, के कस्तो खालको ग्रह दशाहरू चलेको छ, जन्म पत्रिका चिना टिप्पणहरू देखाउन चाहनुहुन्छ, अनलाइन परामर्श लिन चाहनुहुन्छ भने स्क्रिनमा देखाइएको WhatsApp नम्बर यहाँलाई खुल्ला छ, जुन नम्बरबाट तपाईँले सेवा सुविधाहरू अवश्य पनि लिन सक्नुहुनेछ भन्दै बुधबारको दिनमा र औँसीको दिनमा यो सुविधा प्राप्त नरहने कुराहरू जानकारी गराउन चाहन्छु। तपाईँ हाम्रो च्यानलमा नयाँ पनि हुनुहुन्छ, पहिलोपल्ट हेर्दै गर्नुहुन्छ, अहिलेसम्म यो च्यानललाई सब्सक्राइब गर्नु भएन भने प्लिज सब्सक्राइब गरिदिनु होला। सँगै रहिरहेको बेल आइकनमा दबाई अलमा क्लिक गर्न भने नभुल्नु होला। यहाँको माझबाट छुटिन चाहन्छु। अर्को दिनमा अर्को नयाँ विषयवस्तुका साथमा उपस्थित हुनेछु। तबसम्म मलाई बिदा दिनुहोस्। हस्त नमस्कार, शुभ दिन, शुभरात्रि, जय होस्।